हेलो गाइज, नमस्ते सबैजनामा। हामी चाहिँ बुटोलदेखि वैष्णोदेवी जान लागेका छौँ र हेर्न सक्नुहुन्छ हाम्रो ब्यागहरू प्याक भइसकेको छ। अब हामी चाहिँ बुटोलदेखि तपाईँको इन्डियाको कश्मीरमा रहेको वैष्णोदेवीमा जान लागेका छौँ। अब हामी रेडी भइसकेका छौँ र अब बुटोलदेखि पहिला चाहिँ सर्वप्रथम हामी दिल्ली जान्छौँ। दिल्लीको बस हामीले बुक गरिसकेका छौँ र अब पहिला चाहिँ हामी यहाँ घरदेखि अब निस्किन तस्करमा छौँ र अब ठ्याक्कै मम्मीले यहाँ दही चाहिँ हिँड्नुभन्दा अगाडि दही खाएर निस्किनुपर्छ। दही टक्कै खाएर अब हामी निस्किसकेको छ। यो चाहिँ हाम्रो गाडी। यसमा चाहिँ हामी चाहिँ ट्राभलसम्म चाहिँ जानेछौँ र उताबाट डेडी चाहिँ लिन आउनुहुन्छ गाडी। डेडलाई गाडी पठाइदिन्छु र आफू चाहिँ म र मेरो वाइफ चाहिँ तपाईँको यो गाडी बसमा चाहिँ दिल्लीसम्म जानेछौँ। ल अब चाहिँ मैले यो सामान राख्नुलाई गाडी चाहिँ तपाईँको खोलिसकेँ। अब यसमा चाहिँ सामान राख्नु पर्यो। पहिला चाहिँ लगेजहरू टन्नै छ। मम्मीलाई बायो गरेर बायो गर्नुभयो मम्मीले। म र मेरो बुढी वाइफ चाहिँ हामी निस्किसकेका छौँ बुटोल घरदेखि। अब हामी ट्राभल्स जाँदैछौँ। सुपदे रेली टुर एन्ड ट्राभल्समा आइसकेका छौँ। यो चाहिँ हाम्रो दिल्ली जाने बस। हेर्नुहोस्, नेपाल टु दिल्ली नेपाल भारत मैत्री बस। यो चाहिँ तपाईँको हरेक दैनिक सुपदे रेली टुर एन्ड ट्राभल्सबाट चाहिँ दैनिक बुटोलदेखि दिल्लीको लागि बस छुट्ने गरेको छ। हाम्रो यसमा चाहिँ हाम्रो मेरो भाइ छ त्यहाँ। भाइलाई चाहिँ मैले सिट बुक गर्न पहिले भनिसकेको थिएँ। उसले चाहिँ सबभन्दा अगाडिको सिट बुक गरिसकेको छ हाम्रो लागि। अब हामी यो बसमा चाहिँ ल हेर्नुहोस् है, नेपाल इन्डिया फ्रेन्डसिप प्यासेन्जर बस सर्भिस नेपाल टु दिल्ली। यो बुटोलको इटाभट्टीदेखि तपाईँको दिल्लीको लाजपत नगरसम्म पुग्ने छ। लु 2 ख 6496 को बस नेपाल भारत मैत्री बस। हेर्नुहोस्, यस्तो राम्रो राम्रो बसहरू छ। डाइरेक्ट नेपालको बुटोलदेखि इन्डियाको दिल्लीसम्म जान्छ यो बस। हामी चाहिँ दिल्लीबाट अर्को हाम्रो ट्रेन बुक भइसकेको छ अर्को दिनको लागि। अब चाहिँ हामी हाम्रो सिटमा चाहिँ बस्न गइरहेका छौँ। अझै पनि तपाईँको हेर्नु, हाम्रो सिट हेर्न सक्नुहुन्छ कति राम्रो सिट छ, सोफा सिट। अझै नि प्यासेन्जरहरू आइसक्नु भएको छैन। प्यासेन्जरलाई वेट गर्दैछौँ हामी। यसरी चाहिँ हामी बसिसकेका छौँ हाम्रो सिटमा सबैभन्दा अगाडि। ए को 1 2 ए को होइन, सरी बी को 1 2। ल अब हाम्रो गाडी हिँडिसकेको छ। प्यासेन्जरहरू हामी लिइसकेको छ। उहाँ चाहिँ निदाइसक्नु भएको छ। हेर्नुहोस्, गाडीमा बसिसकेपछि मेरो वाइफ चाहिँ अब चाहिँ गाडी अगाडि बढिसकेको छ। यो गाडी चाहिँ नेपालगञ्ज बोर्डर हुँदै जान्छ। अब हामी चाहिँ बढिसकेका छौँ अगाडि। हेर्नुहोस्, सबै प्यासेन्जरहरू आइसक्नु भएको छ। अझै पनि आउन बाँकी नै छ। बाटोबाट पिकअप गर्नेछ हाम्रो बसको स्टाफले। अब चाहिँ हामी चाहिँ उहाँ चाहिँ हाम्रो गुरुजी एकदमै राम्रो गाडी चलाउनुहुन्छ उहाँले। Let's ignite, dance with me through the night. Baila, sin parar, shake your body, shine like star. Baila, en el mar, keep it going, no queda igual.
ल साथीहरू अब चाहिँ ट्राभल गर्दा गर्दै राति भइसकेको छ अराउन्ड 8 बजिसकेको छ बेलुकाको हामी चाहिँ बोर्डर पुग्न लागिसकेका छौँ नेपालगञ्ज बोर्डर सो त्यही बेला भोक लागेर चाहिँ ओरियो बिस्कुट हामीले अलिअलि खायौँ हेर्नु प्यासेन्जरहरू यति धेरै हुनुहुन्छ गाडीमा गल्लीमा पनि बस्नुभएको छ कोही यसरी साइडमा पनि हेर्नुहोस् त अगाडि दिदी चाहिँ बिचरा के भन्नु है आफ्नो सिट पनि छोड्न सकिएन त्यो लामो बाटोमा हामी चाहिँ बुढाबुढी यसरी बसियो कहिले के खाँदै कचर पचर खाँदै उहाँले सेल्फी पोज दिइसक्नु भएको छ हेर्नुहोस् अब 9 बजिसकेको छ हामी चाहिँ फाइनली नेपालगञ्ज बोर्डर पुगिसकेका छौँ ल हेर्नुहोस् नेपालगञ्ज बोर्डर चाहिँ हामी चाहिँ पुगिसकेका छौँ अब चाहिँ त्यहाँ यहाँ चेकिङ चाहिँ हुन्छ अलिअलि चेकिङ चाहिँ भइरहेको हुन्छ अब अराउन्ड 1 आवर जति लाग्छ हामीलाई यो इमिग्रेसन अफिसमा हामी हेर्नुहोस् हामी वेलकम टु द रिपब्लिक अफ इन्डिया हामी इमिग्रेसन अफिसमा आइसकेका छौँ यसरी चाहिँ अब गेट अब यो रातिको बेला अब यसरी चाहिँ गेटमा लाइन अगाडि गाडीहरू छन् साथीहरू सो वेट गर्न परिरहेको छ ल अब चाहिँ हामी इमिग्रेसन अफिसमा आइसकेका छौँ यहाँ चाहिँ यसरी चाहिँ नामले बोलाउने गर्नुहुन्छ र नेम वाइज जानु पर्यो अनि बिचमा चाहिँ हामीले क्यामेरा चाहिँ नचलाउनु भनेर चाहिँ अनि क्यामेरा युज गर्न पाइएन त्यहाँको अब गार्ड दायो आर्मीहरू बिएसएफहरू आर्मीहरू सरहरूले चाहिँ भन्दै हुनुहुन्थ्यो सो हामीले युज गरिएन पोलाइटली नै भन्नुभयो ठिक छ अब चाहिँ फाइनली हामी चाहिँ खाना खाने ठाउँमा आइसकेका छौँ यो चाहिँ इन्डियाको नानपारा भन्ने ठाउँमा त्यो बोर्डर नेपालगञ्ज बोर्डरबाट आधी घन्टा अगाडि चाहिँ यहाँ गाडीले डिजल पनि हालिसकेको छ र अब एकदमै भोक लागेको थियो साथीहरू लगभग अराउन्ड 11:30 भइसकेको छ रातिको अनि फाइनली चाहिँ अब खाना खाएर चाहिँ अब हामी तपाईँको अगाडि बढ्ने छौँ यति राति भइसकेको छ जाडो चिसो मौसम छ गाडी हेर्नुहोस् कति राम्रो गाडी लग्जरी गाडी अब चाहिँ हामी अगाडि लगभग अराउन्ड धेरै नै अगाडि आइसकेका छौँ लगभग अराउन्ड बरेली भन्ने ठाउँमा हामी पुगिसकेका छौँ राति छ अब चाहिँ हेर्नु त उज्यालो भइसकेको छ हामी चाहिँ अब गढगङ्गा भन्ने ठाउँमा पुगिसकेका छौँ अराउन्ड बिहानको 6:30 भइसकेको छ अब चाहिँ हामी 8 बजीतिर दिल्ली पुग्छौँ यहाँबाट अराउन्ड 1.5 घन्टामा हामी दिल्ली पुग्ने छौँ रातभरिमा ड्राइभर दाइले एकदमै स्पिड चलाउनु भएको थियो फाइनली हामी चाहिँ दिल्ली पुगिसकेका छौँ यो विनोबाबुरी मेट्रो स्टेसन अब चाहिँ हामी हाम्रो अङ्कलको घर जाँदैछौँ त्यहाँ गएर चाहिँ हामी लगेज राखेर चाहिँ हाम्रो लगभग दिउँसोको 4 बजेको ट्रेन छ साथीहरू हामी चाहिँ मेट्रो चढेर चाहिँ अङ्कलको घरमा जाँदैछौँ हाम्रो अङ्कल इन्डियाको सुल्तानपुर भन्ने ठाउँमा बस्नुहुन्छ अब यही दिल्लीमा चाहिँ मेट्रो स्टेसनले गर्दा एकदम छिटो पुग्ने गरेको छु सो ट्याक्सी भन्दा पनि मेट्रो नै युज गरौँ भनेर चाहिँ मेट्रो नै बाट ट्राभल गर्ने भन्ने सोच्यौँ र टिकट लिएर हामी चाहिँ मेट्रोमा अङ्कलको घर जाँदैछौँ ल हेर्नुहोस् है साथीहरू मेट्रो ट्रेन आइसकेको छ मेट्रो ट्रेनमा चाहिँ हामी अब चाहिँ तपाईँको ट्राभल गरेर अङ्कलको घर जानेछौँ ल यति फास्ट आउँछ यो ट्रेन कति चाँडो पुऱ्याउँछ भने यसले न ट्राफिक हुन्छ न केही अलिकति भिड चाहिँ हुन्छ भित्र सिट पाइन्न भन्ने चाहिँ प्रब्लम हो बट तपाईँको रोडको ट्राफिक चाहिँ हामीले हेर्नु पर्दैन त्यहाँ अब फाइनली हामी चाहिँ अङ्कलको घर आइसकेका छौँ त्यहाँ हेर्नु कति राम्रो पप्पी अङ्कल आन्टीले चाहिँ पप्पी ल्याउनु भएको रहेछ हाम्रो आन्टीमा त्यहाँ चाहिँ अङ्कलको घर उहाँ चाहिँ मेरो आन्टी सीता आन्टी अब यहाँबाट चाहिँ हामीले सबै फ्रेस भएर हामी निस्किसकेका छौँ साथीहरू फेरि मेट्रोमा हामी चाहिँ रेलवे स्टेसन जाँदैछौँ रेलवे स्टेसन तपाईँको न्यू दिल्ली रेलवे स्टेसन जानुपर्ने हुन्छ फाइनली हामी न्यू दिल्ली रेलवे स्टेसन पनि आइसकेका छौँ र अब हामी चाहिँ हाम्रो प्लेटफर्मतर्फ आइसकेका छौँ त्यहाँ टिकट अनुसार प्लेटफर्म तपाईँले नम्बर हेर्न सक्नुहुन्छ र प्लेटफर्ममा आएर चाहिँ तपाईँले आफ्नो ट्रेनको वेटिङ गर्नुपर्ने हुन्छ हाम्रो चाहिँ वन्दे भारत एक्सप्रेस ट्रेन थियो साथीहरू एकदमै राम्रो ट्रेन तपाईँहरू पनि आउनुभयो भने त्यसैमा ट्राभल गर्नु होला उसले चाहिँ 8 घन्टामा पुर्याउने छ तपाईँलाई कटरा भन्ने ठाउँमा यो हेर्नु यति राम्रो ट्रेन छ एसी त्यो पनि चेयरवाला तपाईँलाई देखाउने छु मैले एकदमै राम्रो ट्रेन छ तपाईँको बसमा 12 घन्टा लाग्छ भने यो ट्रेन सुपरफास्ट ट्रेन हो यसले चाहिँ तपाईँको 8 घन्टामा न्यू दिल्ली रेलवे स्टेसनदेखि कटरा रेलवे स्टेसनसम्म पुर्याउने छ तपाईँको एकदमै राम्रो फेसिलिटी भएको चाहिँ यो ट्रेन हो
फास्टेस्ट ट्रेन र यसमा चाहिँ तपाईँको एकदमै केही प्रब्लम पनि हुँदैन। टिकट वाइज तपाईँको चाहिँ बाहिर अरू प्यासेन्जरहरू पनि एलाउड छैन, ओन्ली टिकट जस्तोसँग छ उहाँहरू मात्रै एलाउड हुन्छ। सो अरू जेनरल जस्तो नर्मल ट्रेन जस्तो होइन यो। हेर्नुहोस् कति राम्रो सिटहरू छ। यसमा फेरि तपाईँको 2 टाइम, एक टाइम स्न्याक्स र एक टाइम डिनर पनि दिनेछ। यसै टिकटमा इन्क्लुड छ। एराउन्ड लगभग 1500 पर्यो हामीलाई यो प्राइस चाहिँ। तपाईँलाई देखाउने छु मैले स्न्याक्स र डिनर पनि कस्तो हुन्छ, यो कस्तो प्रोभाइड गर्छ यो ट्रेनले। यो आइआरसिटिसी भन्छ तपाईँको इन्डियन रेलवेको चाहिँ एकदमै राम्रो छ। यसको चाहिँ हामीले चाहिँ यसरी बाहिर भेलपुरी किनेर खाएको थियौँ। अब ट्रेन हिँडिसकेको छ साथीहरू। ट्रेन चाहिँ अलिकति डिले भएको थियो, 20-25 मिनट डिले भएको थियो। ठिक छ, नो प्रब्लम। त्यही पनि हामीलाई चाँडै नै पुऱ्याउँछ यो ट्रेनले, 12 बजेतिर पुऱ्याउला। अहिले चाहिँ हामीलाई सुरुमा हेर्नु रेल निर भनेर चाहिँ सबैलाई वाटर बोतल चाहिँ, पानीको बोतल चाहिँ प्रोभाइड गरेको छ यो ट्रेनले। अब हेर्नुहोस् त, हामीलाई यो सबैलाई चाहिँ न्युजपेपर पनि कम्पलसरी चाहिँ सबैलाई जसले पढ्न चाहनुहुन्छ नि उहाँलाई प्रोभाइड गर्छ न्युजपेपर टाइम पासको लागि चाहिँ। अब अरू केही इन्टरनेटहरू अब अलिकति चल्दैन नि त। सो यो हेरेर अब चाहिँ नवभारत टाइम्स हेर्नुहोस्, एनबिटी नवभारत टाइम्स भनेर चाहिँ तपाईँको न्युजपेपर प्रोभाइड गरिसकेको छ हामीलाई। अलिकति अब टाइम पास गर्नै पऱ्यो पढेर। अहिले चाहिँ हाम्रो स्न्याक्स आइसकेको छ साथीहरू। ल हेर्नुहोस् है, हाम्रो स्न्याक्स चाहिँ यो टिकटमै इन्क्लुड हुन्छ है, एक्स्ट्रा पे पर्दैन। यदि तपाईँलाई अरू केही खानुपर्ने छ भने एक्स्ट्रा पे गरेर पनि त्यहाँ प्रोभाइड चाहिँ हुन्छ। हेर्नुहोस् अब के दिएको छ यसमा चाहिँ हामीलाई। यो स्न्याक्समा चाहिँ तपाईँको यो चाहिँ मट्ठी छ हल्दीरामको, अनि तपाईँको यो चाहिँ तपाईँको पक्कै नै पेटिज होला। यो चाहिँ चाय, उसको चिया हेर्नुहोस्, जिन्जर टी। यो चाहिँ एउटा मिठाई छ तपाईँको चाहिँ यो चिक्की, पिनट चिक्की भनेर। यो चाहिँ जुस, ट्रोपिकाना जुस। यो चाहिँ पिकल होइन, ह्यान्ड सेनिटाइजर रहेछ यो, ह्यान्ड सेनिटाइजर। अनि यो चाहिँ तपाईँको टिस्यु पेपर, सेनिटाइजर। ल हेर्नुहोस् है, यो खोलौँ है। यो चाहिँ कचौडी हो साथीहरू, कचौडी पेटिज भन्दा कचौडी एकदमै तपाईँको हेरौँ है त खाएर कस्तो छ यो। ल हेर्नुहोस् यो कचौडी एकदमै खाइसकेँ मैले चाहिँ, एकदमै मिठो छ साथीहरू, मिठो थियो। अब चाहिँ मैले चिया खान लागेको छु साथीहरू। चिया चाहिँ यस्तो पाउडर चाहिँ तातो पानी दिन्छ, तातो पानीमा चाहिँ यो हालेर चिया बन्छ। यो चाहिँ चाय उसको एकदमै इन्डियामा एकदम ब्रान्डै हो है। त्यो पनि हेरौँ है कस्तो छ चिया चाहिँ। हेर्दा अलिकति चाहिँ डार्क जस्तो लाग्छ, त्यो मिठो चाहिँ नहोला जस्तो लाग्यो चाहिँ। त्यही पनि ठिक छ, यस्तो ट्रेनमा यस्तो हेल्दी आइटमहरू चाहिँ दिँदाखेरि चाहिँ ठिकै भन्नु पऱ्यो है। अब चाहिँ हामी ट्रेन हाम्रो अब स्टेसनहरूमा चाहिँ रोकिरहेको हुन्छ, लगभग एराउन्ड 6-7वटा स्टप हुन्छ स्टेसनको चाहिँ। तपाईँको यो ट्रेनमा पक्कै पनि ट्राभल गर्नु होला तपाईँहरूले, एकदमै राम्रो छ यो ट्रेन चाहिँ। हेर्नुहोस् यस्तो छ यो ट्रेन। यतापट्टि चाहिँ 3 जना, अर्को साइडमा 2 जना बस्ने गरी। अनि वासरुम चाहिँ यो वासरुम हो यतापट्टिको। डोर चाहिँ हेर्नु आफै अटोमेटिक ओपन डोर नजिक आउने बित्तिकै डोरहरू चाहिँ क्लोज हुन्छ। यो चाहिँ ट्रेन हिँडेको बेला चाहिँ तपाईँको यो अटोमेटिक क्लोज हुन्छ। अनि स्टेसनमा जम्मा 2 मिनटको लागि मात्र खुल्छ, त्यत्तिकै नझर्नु होला आफ्नो स्टेसन आउँदासम्म। फेरि क्लोज भयो भने खोल्दैनन् यिनीहरूले, फेरि तपाईँको ट्रेन छुट्छ। सो तपाईँहरू चाहिँ यदि नेपालदेखि तपाईँ वैष्णोदेवी कटरा जाँदै हुनुहुन्छ भने यो ट्रेनमा ट्राभल गर्नु होला, एकदमै राम्रो छ। ल हेर्नुहोस् है साथीहरू, अब खाना डिनर टाइम पनि भइसकेको छ। पक्कै पनि डिनरै त्यो डिनर ल्याइसकेको छ हेर्नुहोस्। अब डिनरमा के छ है त म तपाईँहरूलाई देखाउँछु है त। डिनरमा चाहिँ मेरो वाइफले पनि भिडियो बनाउँदै हुनुहुन्छ। डिनरमा चाहिँ तपाईँको हेर्नुहोस् है, यो चाहिँ दाल हो, दाल। अनि यहाँ प्योर भेज हुन्छ है, नन भेज चाहिँ पाउँदैन। यो कटरा जाने तपाईँको वैष्णोदेवी जाने ठाउँमा चाहिँ नन भेज पाउँदैन। यो चाहिँ पनिर हो, शाही पनिर। अनि यो चाहिँ राइस इनफ हुन्छ है, एकजनालाई चाहिँ खाना एकदमै इनफै हुन्छ तपाईँको। यो रोटी, यो चाहिँ दही, यो चाहिँ तपाईँको सब्जी मिक्स भेज, यो चाहिँ पिकल,
हेर्नु यो टप्स पिकल एकदमै राम्रो छ, क्वालिटी चाहिँ खानाको राम्रो छ, मैले खाइसकेको छु, एकदमै मिठो थियो खाना। अब यो तपाईँको चाहिँ अब लास्टमा चाहिँ यो आइसक्रिम, सब आइसक्रिम पनि दिन्छ है डेजर्टमा चाहिँ, डेजर्ट पनि पाउँछ। हेर्नुहोस् यति राम्रो फेसिलिटी छ यो ट्रेनमा चाहिँ, तपाईँको अरू जस्तो नर्मल ट्रेन जस्तो होइन यो। त्यही भएर यो जहाँ इन्डियाको कुनै पनि ठाउँमा ट्राभल गर्दै हुनुहुन्छ नि, वन्दे भारत यदि एभाइलेबल छ भने यसमै ट्राभल गर्नु होला। हामी चाहिँ खाना खाएर पनि म त एक लट सुतिस पनि सकेँ, मेरो वाइफले चाहिँ यता नेल पलिसहरू यता आफ्नो मेकअप गर्दै हुन्थ्यो, म त एक लट सुतेर पनि। तपाईँको चाहिँ यसरी अहिले हामी चाहिँ तपाईँको कठुवा भन्ने ठाउँमा पुगिसकेको छौँ। अब यो यसरी खुल्यो, कटरा भन्ने हाम्रो स्टेसनमा पुगिसकेका छौँ हामी। अब यसरी झऱ्यौँ हामी। अब चाहिँ हामी अटो लिएर चाहिँ तपाईँको हाम्रो होटलमा जानेछौँ। रातिको 12 बजिसकेको छ साथीहरू, अलिकति ढिलो भयो ट्रेन चाहिँ, ठिक छ केही भएन। तर त्यही पनि यहाँ 24 आवर्स सर्भिस हुन्छ मैले सुनेको थिएँ, इन्क्वायरी गरेको थिएँ। हेर्नुहोस् इन्डियाको म्याप, झर्ने बित्तिकै रेलवे स्टेसन अगाडि, त्यो चाहिँ माताको मन्दिर उतापट्टि, हामी त्यहीँ जाने हो भोलि चाहिँ साथीहरू। हामी अटोमा चढेर हाम्रो होटल आइसकेका छौँ। अब चाहिँ हामी हाम्रो रुमतिर जान्छौँ है, रुम चेक इन गर्ने प्रोसेस गर्दैछु मैले। अब रुममा हामी 204 हाम्रो रुम नम्बर, रुममा हेरेर मात्रै कस्तो छ है त रुम राम्रै छ साथीहरू। चाहिँ अब मेकअप गर्दै हुनुहुन्छ, भोलिको लागि तयारी। हेर्नुहोस् यस्तो देखिन्छ यो चाहिँ। अब हामी चाहिँ हेर्नु बिहान भइसकेको छ र हामी चाहिँ अब तपाईँको अटोमा चाहिँ पहिला हामीले चाहिँ पर्मिसन लिनुपर्छ, एउटा आइडेन्टिटी कार्ड बनाउनु पर्ने हुन्छ। सो हामी चाहिँ एउटा कार्ड लिनलाई अटोमा जानुपर्छ, 200 रुपियाँ लिन्छ यिनीहरूले, र हामीले एउटा कार्ड लिनुपर्ने हुन्छ है। पहिला चाहिँ तपाईँको पर्मिट कार्ड भन्छ त्यसलाई, पर्मिट कार्ड लिनुपर्ने हुन्छ। त्यो कार्ड लिएर बल्ल हामी चाहिँ तपाईँको यता इन्टर गर्न पाउँछौँ। त्यो कार्ड फेरि हामीले सधैँ राखिरहनुपर्छ आफूसँग, यदि भएन भने चाहिँ हामीलाई फेरि तपाईँको इन्क्वायरी गर्छ। तपाईँको अलिकति पुलिस स्टेसन सिरियस इस्यु नै हुन्छ साथीहरू, यो चाहिँ सिरियसली लिनु होला। कार्ड चाहिँ आफूसँग सँगै राख्नु होला। जुन हामीले चाहिँ यहाँ के अरे तपाईँको इन्ट्री गराइसकेपछि एउटा कार्ड दिन्छ, त्यो तिनको ट्रेकिङ ट्रेलमा जानुभन्दा अगाडि त्यो चाहिँ पक्कै पनि पहिले लिनु होला है साथीहरू। त्यो नभए तपाईँ इन्ट्री गर्न नि पाउनुहुन्न, र यदि उता गएर तपाईँले त्यो लाउनु भएन भने तपाईँहरूले चाहिँ एकदमै तपाईँलाई सिरियसली नै म्याटर हुन्छ कि त्यो कुरा चाहिँ, यो चाहिँ ख्याल गर्नु होला। कतिपयलाई थाहा हुँदैन। सो हेर्नुहोस् हामीले त्यो रिजर्भेसन कार्ड चाहिँ लिइसकेका छौँ। यो चाहिँ तपाईँको आइडेन्टिटी कार्ड चाहिँ हुन्छ, यो चाहिँ भित्र जानको लागि चाहिँ उनीहरूले हाम्रो फोटोसोटो खिच्छ। अब अटोमा चाहिँ हामी यसरी हेर्नुहोस् यो जयमाता दीको चाहिँ यो लगाएर चाहिँ हामी जाँदैछौँ। हेर्नुहोस् यति राम्रो मार्केटहरू छ यहाँ अगाडि। अटोले चाहिँ 200 रुपियाँ आइसी लिन्छ र हामीलाई होटलदेखि तपाईँको कार्ड बनाएर हामीलाई जुन यो बाणगङ्गा चेक पोइन्ट छ त्यहाँसम्म हामीलाई पुऱ्याइदिन्छ यसले। बाणगङ्गा चेक पोइन्ट यता त्यहाँसम्म पुऱ्याइदिन्छ। अब चाहिँ उहाँ अटो दाइले हामीलाई सम्झाउँदै हुन्थ्यो यसरी जानु होला, यसरी गर्नु होला भनेर। अब यहाँ चाहिँ केही लिनुहुन्छ प्रसाद भनेर तर मैले पहिले युट्युबमा हेरिसकेको थिएँ साथीहरू, माथि नै पाउँछ प्रसादहरू। सो हामीले यहाँ केही पनि लिएन। हामी चाहिँ पहिला घोडामा जाने प्लान गरिरहेको छौँ। सो अगाडि गएर हामी अर्धकुवारी भन्ने ठाउँसम्म घोडामा जान्छौँ। त्यसपछि हामीले ब्याट्री कार बुक गरेको छु मैले, 10 बजेको हाम्रो ब्याट्री कार छ। सो पहिला चाहिँ हामी घोडामा जान्छौँ, लगभग अराउन्ड 1.5 घन्टाको जति बाटोमा। हेर्नुहोस् है यस्तो यति घोडाहरू पनि उता गइरहेको छ। अब बिहान पख हामी फर्स्ट आवरमै जाँदैछौँ साथीहरू। तर यो तपाईँको बिहान 5 बजेदेखि खुल्छ यो आइडी कार्ड लिन चाहिँ तपाईँको। तर तपाईँले चाहिँ रातिमै ट्राभल गर्न सक्नुहुन्छ। यो भ्यालिड फेरि 24 आवर्सको लागि मात्र हुन्छ। यो 24 आवर्सभित्र तपाईँ फर्किनु भएन भने तपाईँलाई फेरि तपाईँलाई इन्क्वायरी चाहिँ हुन्छ, त्यो चाहिँ ख्याल गर्नु होला। अब हामी चेक पोइन्टमा आइसकेका छौँ। यो बाणगङ्गा चेक पोइन्टमा चाहिँ अब हामी यहाँबाटदेखि चाहिँ तपाईँको अगाडि यो लाइन है साथीहरू, चेक पोइन्ट छिर्ने चाहिँ यहाँबाट ट्रेकिङ सुरु। बट हामी चाहिँ घोडामा आधी बाटो चाहिँ घोडासम्म जान्छौँ, त्यसपछि ब्याट्री कार फर्किँदा चाहिँ बरु हामी ट्रेकिङ हिँडेर चाहिँ आउने भन्ने सोचिरहेछौँ। अहिले चाहिँ हामी दर्शन चाँडै गर्ने भनेर चाहिँ मैले 10 बजेको ब्याट्री कार बुक गरिसकेको थिएँ। अनि तपाईँको अहिले चाहिँ यहाँदेखि घोडा जति पनि पाउँछ प्रशस्त, यता ब्याट्री कार चल्दैन, फेरि एलाउडै छैन, ट्रेकै छैन त्यो त हिँड्ने ब्याट्री कार हिँड्ने चाहिँ बाटै छैन। सो हामी चाहिँ यसरी हेर्नुहोस् अब यहाँ
चेकिङ हुन्छ आफ्नो चाहिँ तपाईँले के लिनु हो त्यो सबै एक पुरै चेक गर्छ है, स्क्यानै गर्छ है तपाईँहरूलाई, पुरै स्क्यानिङै गरेर गर्छ। त्यस्तो अरू आइटमहरू नराम्रो आइटमहरू त्यस्तो नबोक्नु होला। यहाँ चाहिँ एकदमै श्रद्धा मन्दिर हो, यहाँ चाहिँ श्रद्धापूर्वकै जानु होला। यति राम्रो ठाउँ छ साथीहरू, एकपटक चाहिँ जानुपर्ने ठाउँ नै हो है साथीहरू। यो चाहिँ हेर्नुहोस् यति भिड छ। डिसेम्बरमा हामी गएको थियौँ, अलिक जाडो मौसमै थियो, यति भिड छ, यति भिड छ। अब हामी अगाडि गएर चाहिँ घोडाको लागि चाहिँ हामीले चाहिँ टिकट काट्नुपर्छ। फेरि घोडा ऱ्यान्डमली हामीले हुँदैन, टिकट काटेर मात्र पाउँछ। एउटै टिकट काउन्टर छ यहाँ चाहिँ घोडाको लागि चाहिँ। हामीले दुईवटा घोडा, एउटा घोडामा एउटा मात्र बस्न मिल्छ। सो दुईवटा घोडा हामीले गर्नुपर्ने हुन्छ। मैले तपाईँहरूलाई चाहिँ टिकट प्राइस कति हो त्यो पनि तपाईँलाई रेट लिस्ट चाहिँ तपाईँलाई देखाइदिन्छु यहाँ भिडियोमा चाहिँ। फोटो खिचेर तपाईँलाई देखाउने छु। एउटा चाहिँ ताराकोट मार्ग पनि छ साथीहरू, त्यो मार्गमा चाहिँ न्यू बाटो, त्यहाँ चाहिँ घोडाहरू केही पनि हिँड्दैन। तपाईँलाई यदि ट्राभलै गरेर हिँडेरै मात्र जान छ भने यसरी यताबाट जान पनि मिल्छ, यता यहाँ लेफ्टबाट। तर हामी यो बाटो जाने छैनौँ, हामी चाहिँ अर्को बाटो जान्छौँ। हामी चाहिँ तपाईँको घोडा हुँदै अर्धकुवारी निस्किन्छौँ। हामी अर्धकुवारीबाट तपाईँको ब्याट्री गाडी लिएर हामी भवनमा पुग्छौँ। भवनको मेन मन्दिर। अब यहाँ हेर्नु घोडाहरू कति धेरै छ। यहाँ काउन्टर चाहिँ अगाडि छ। ए हेर्नुहोस् रेट लिस्ट चाहिँ यो है साथीहरू, तपाईँले हेर्नु होला। रेट लिस्ट चाहिँ यो घोडाको चाहिँ यहाँ कुनै हामी चाहिँ अब यहाँ आइसकेका छौँ। यो चाहिँ चरण पादुका भन्ने ठाउँ है साथीहरू। पहिला चाहिँ यहाँ दर्शन नगरिकन अगाडि बढ्न मिल्दैन भन्ने मान्यता छ यहाँको। चरण पादुका भन्ने मन्दिर हो, हामीले यहाँ दर्शन गरिसकेका छौँ। भित्र चाहिँ क्यामेरा एलाउड छैन, प्रथम दर्शन मन्दिर भनेर छ। अब हामी चाहिँ अर्धकुवारी आइसकेका छौँ। यो घोडामा हामी ट्राभल गरेको हो है। यो घोडामा मेरो वाइफले चाहिँ सेल्फी खिच्दैछ घोडासँग। अब चाहिँ मैले चाहिँ यो घोडामा गरेको थिएँ। अब हामी अर्धकुवारी आइसकेका छौँ र यहाँबाट हामीले चाहिँ ब्याट्री कार चाहिँ को लागि हामी जानेछौँ, वेट गर्नेछौँ। अहिले त समय छ। यताबाट चाहिँ मन्दिर, अर्धकुवारीको मन्दिर जाने बाटो, हामी चाहिँ फर्किँदाखेरि पस्नेछौँ। यो मन्दिर चाहिँ हिमकोटी मार्ग, यताबाट पनि हिँडेर जान सकिन्छ, बट हामी चाहिँ यताबाट ब्याट्री कारमा जान्छौँ है। हिँडेर अथवा घोडा लिएर पनि जान सकिन्छ। हाम्रो यो चाहिँ काउन्टर चाहिँ यो, तर अझै खुलेको रहन्छ यो चाहिँ साथीहरू। यो 10 बजी मात्र खुल्छ। बिहान 8 बजेको थियो नि, बिहान 8 बजेको सम्भव भएन। सो अब 10 बजेको लागि हामी लिएको छौँ। अब चाहिँ 1 घन्टा वेटै गर्नुपर्छ साथीहरू। 1 घन्टा वेट गरेर चाहिँ हामी चाहिँ ब्याट्री कारमा चाहिँ तपाईँको भवन जानेछौँ। भवनको मेन मन्दिर वैष्णोदेवी माताको मन्दिरमा। यहाँबाट आधी घन्टा पनि लाग्दैन तपाईँको ब्याट्री कारमा चाहिँ तपाईँको वहाँ माथि पुग्न, भवनमा पुग्नलाई। अब चाहिँ हामी यहाँ लाइनमा छौँ, लाइनमा बसेका छौँ। लाइनमा बसेर चाहिँ खुल्ने बित्तिकै तपाईँको हामीले चाहिँ टिकट लिइसकेको छु, कन्फर्म गर्नुपर्छ। तपाईँको आइडी देखाएर चाहिँ अर्को टिकट लिनुपर्ने हुन्छ, अनलाइन टिकट देखाएर चाहिँ। अनि यहाँ लिएर पनि हामी चाहिँ यो ब्याट्री कारमा चाहिँ हामी आउनेछौँ, आयौँ। अब यसमा जानेछौँ हामी। मेरो सिट चाहिँ यो, मेरो वाइफ र मेरो सिट यो। ठ्याक्कै ड्राइभर दाइले चाहिँ अब गइहाल्ने भन्नुभयो। सो बसिहालेको। हेर्नु यसरी चाहिँ जान्छ यो गाडी। यसरी चाहिँ अब तपाईँको हिँड्ने मार्ग पनि यही हो। अब हिँड्ने पनि यसैमा हिँड्ने हो। फर्किँदा चाहिँ हामी हिँडेरै आउनेछौँ। ब्याट्रीमा कार भन्दा फर्किँदा हिँडेरै आउँ भनेर चाहिँ जाँदाखेरि चाहिँ अब चाँडै दर्शन गरेर हामी आइसकेका छौँ। हेर्नुहोस् अराउन्ड 20 मिनटमा। अब चाहिँ यो भवन हो, यो चाहिँ यो हो मेन मन्दिर चाहिँ यो हो, मेन मन्दिर माताको मन्दिर। अब हामी चाहिँ मोबाइलहरू भित्र केही पनि लान पाउँदैन। सो हामीले लकरहरू हेर्नेछौँ। अब कति राम्रो एकदमै अर्कै फिलिङ आइरहेको छ साथीहरू। पक्कै पनि आउनु होला तपाईँहरू यहाँ माताको मन्दिरमा दर्शन गर्नको लागि, माताको लागि दर्शन गर्नको लागि। अनि अब चाहिँ हामी लकरमा जाँदैछौँ। लकर हेर्न अलि अगाडि छ भन्दै हुनुहुन्थ्यो। लकरमा चाहिँ तपाईँको ब्याग र एउटा सानो ब्याग र तपाईँको हाम्रो जुत्ताहरू अनि त्यसपछि मोबाइलहरू राखेर हामी चाहिँ माताको मन्दिर दर्शन गर्न जान्छौँ। हेर्नुहोस् कति राम्रो कि कति सफा, तपाईँको चाहिँ एकदमै व्यवस्थित कि यो ठाउँ चाहिँ। अनि कति मान्छेहरू चाहिँ दर्शन गर्नलाई आउनुहुन्छ, कति टाढाबाट आउँछ। हामी सोधेको थियौँ कति टाढा 2-3 दिन ट्राभल गरेर पनि आउने मान्छे हुनुहुन्छ यहाँ चाहिँ। हामी पनि यति टाढाबाट आइयो। जस्तो तपाईँहरू पनि एकचोटि चाहिँ भिजिट गर्नु होला, आउनु होला। वैष्णोदेवी माताको मन्दिर एकदमै धार्मिक स्थल, एकदमै मान्नेको माताको मन्दिर हो। यहाँ चाहिँ श्रद्धा मनले केही माग्यौँ भने चाहिँ तपाईँको पुरा हुन्छ भन्ने छ। त्यो ट्राभल गर्नु होला। यो पुलिस चेक पोस्ट एकदमै स्ट्रिक्ट चेकिङ छ है साथीहरू। त्यस्तो तपाईँहरूले केही आइटमहरू चाहिँ त्यस्तो त्यो नल्याउनु होला।
माताको मन्दिर हो श्रद्धामूल्य। हामी चाहिँ अब हामीले दर्शन गरेर आइसकेका छौँ साथीहरू। अब चाहिँ हामी तपाईँको चाहिँ भैरव बाबाको मन्दिरमा जानेछौँ, किनभने यहाँ दर्शन गरेर चाहिँ भैरव बाबाको मन्दिरमा जानै पर्ने भन्ने छ, तर दर्शन चाहिँ कम्प्लिट हुन्न भन्ने मान्यता छ। र हामी रोपवेमा जाँदैछौँ है साथीहरू। 100 रुपिसमा अप डाउन टिकटमा हामी केबल कार यता उता रोपवे भन्छ, हाम्रोतिर चाहिँ केबल कार भन्छ। केबल कारमा हामी चाहिँ तपाईँको भैरव बाबाको मन्दिरमा जाँदैछौँ। एकदमै लगभग अराउन्ड 3 मिनटको रोपवे हो, बट एकदमै माथि हाइटमा। सो बेस्ट चाहिँ रोपवे नै हुन्छ है साथीहरू ट्राभल गर्नलाई। तपाईँको टाइम चाहिँ वेस्ट हुँदैन, बच्छ। यसैमा ट्राभल गर्नु होला। टिकट पनि धेरै महँगो छैन। 100 रुपिस आइसीमा चाहिँ तपाईँको अप डाउन गर्न सक्नुहुन्छ। तपाईँले यो अनलाइन टिकटै बुक गर्न सक्नुहुन्छ। यसमा ट्राभल गर्नु होला। र हामी चाहिँ अब यो लाइनमा छौँ साथीहरू, भैरव बाबाको मन्दिरको यसमा चाहिँ लाइनमा छौँ। हेर्नु यति भिड छ। यो भैरव बाबाको मन्दिरमा पनि हामी दर्शन गरेर सक्यौँ। भित्र चाहिँ मोबाइल क्यामेरा चाहिँ एलाउड छैन। हेर्नुहोस् कति राम्रो सिन, कति राम्रो भ्यू, एकदमै आनन्द आउने ठाउँ। हामी चाहिँ धेरै बेरै बस्यौँ यहाँ। त्यहाँ चाहिँ हेलिकप्टर हेलिप्याड हेर्नुहोस्। यो चाहिँ अब हेलिकप्टरमा आउने इच्छुक हुने उहाँहरूलाई चाहिँ त्यो पनि एभाइलेबल छ यतातिर। हेर्नुहोस् यहाँ चाहिँ सबैले फोटो खिच्ने एकदमै रेस्ट गर्ने ठाउँ चाहिँ यो हो। हामी चाहिँ अब हामीले केक खान्छौँ र यहीँ केही प्रसादहरू खान्छौँ र हामी तल निस्किन्छौँ। हाम्रो फेरि साँझ 6 बजे पनि आरती छ अर्धकुवारीमा। अर्धकुवारी मन्दिरमा पनि दर्शन गर्नुपर्ने हुन्छ। सो आरती हेरेर हामी त्यहाँ पनि दर्शन गरेर हामी बल्ल फर्किनेछौँ। ल हेर्नुहोस् साथीहरू, अब चाहिँ हामी फर्किसकेका छौँ रोपवेबाट। अब हामी हिँडेर चाहिँ तपाईँको अर्धकुवारी मन्दिरमा जाँदैछौँ। अब हिँडेर नै हामी ट्राभल गर्ने भनेर चाहिँ अब ओह्रालो हिँड्दा त खासै गाह्रो नहोला भनेर सो हामी चाहिँ अब हिँडेर तपाईँको अर्धकुवारी मन्दिरमा त्यहाँ हाम्रो 6 बजेको आरती, त्यसपछि आरती गरिसकेपछि तपाईँको मन्दिर दर्शन गर्न नि पाउनेछौँ। र त्यहाँ एउटा गुफा पनि छ। गुफामा तपाईँ गुफाबाट क्रस हुनुभयो भने तपाईँलाई चाहिँ एकदमै राम्रो हुन्छ, त्यस्तो मान्यता भएको ठाउँ हो त्यो। सो हामी चाहिँ त्यहाँ जानेछौँ, बट भिडियो गर्न एलाउड छैन साथीहरू। त्यो चाहिँ तपाईँहरू गएर नै तपाईँहरूले आफै दर्शन गर्न पाउने हुनुहुन्छ। अब भिडियोमा चाहिँ भिडियो क्यामेरै लैजान एलाउड छैन त्यहाँभित्र चाहिँ। सो तपाईँहरूलाई हामी चाहिँ हेर्नुहोस् अब यहाँ लङ्गर अर्धकुवारीमा आइसकेका छौँ। अर्धकुवारीमा लङ्गर चाहिँ अब तपाईँको खानाहरू फ्रीमा दिइराख्छ यहाँ चाहिँ। यस्तो एकदमै राम्रो ठाउँ हो यो। अब हेर्नुहोस् है साथीहरू, यस्तो हाइटमा यति राम्रो भ्यू, यस्तो आनन्द ठाउँ छ है। म त यहाँ एकछिन बसौँ लाग्यो, बसियो पनि धेरै बेरै बसियो। एराउन्ड हामी 5 बजीतिर यहाँ पुगेको थियौँ। 1 घन्टा आराम बसेर चाहिँ हामी 6 बजेको आरतीमा चाहिँ हामी चाहिँ जान्छौँ। अब एकछिन फोटोहरू पनि खिच्यौँ हामीले। एकदमै राम्रो ठाउँ हेर्नु। सबै श्रद्धालुहरू चाहिँ भक्तजनहरू चाहिँ यहाँ सबै आएर वेट गरिरहनु छ आरतीको लागि। हामी चाहिँ आरती लिएर तपाईँको रिटर्न हुनेछौँ। अब हामीले आरती गरेर आइसकेको छौँ साथीहरू। आरती गरेर दर्शन गरेर आइसकेको छौँ। अब चाहिँ हामी फर्किने तर्सरमा फर्किन्छौँ हामी चाहिँ। अब हामी हिँडेरै हाम्रो रुममा जाने, होटलमा जाने भन्ने प्लान गरेको छौँ। अब हेरौँ के भोक पनि लागेको छ, के खानु पनि पर्ला। हामीले चाहिँ 2टा रोटी खाएर चाहिँ हामी झर्दैछौँ है साथीहरू। हेर्नुहोस् तल कटरा हो त्यो, हामी त्यहीँ बसेको। कटरा भ्यू यस्तो राम्रो देखिन्छ माथिबाट। अब त्यही ठाउँमा हामी हिँडेर पुग्ने हो। लाग्छ होला हामीलाई 1.5 घन्टा जति। आफ्टर फाइनली 1.5 घन्टापछि हामी चाहिँ एकदमै खुट्टा दुखेर चाहिँ यहाँ मसाज हेर्नुहोस् है, 50 रुपियाँ दिएर चाहिँ लगभग एराउन्ड 10 मिनट जति मसाज चाहिँ गर्न पाउँदो रहेछ है। कति आनन्द, हो आहा कति आनन्द आयो। फाइनली हामी हाम्रो रुममा आएर पनि रेस्ट गरेर नेक्स्ट डे चाहिँ हेर्नु साथीहरू, यस्तो राम्रो भ्यू हाम्रो होटलको रुमबाट चाहिँ, विन्डोबाट माताको मन्दिर त्यता। अब चाहिँ हामी अलिकति कटरा मार्केट एक्सप्लोर गर्नेछौँ र त्यसपछि यहाँको फेमस राजमा चावल खाने पनि प्लान गरेको छु। एउटा होटल छ यहाँ, त्यहाँ पनि फेमस राजमा चावल खाने। त्यसपछि नाइटको चाहिँ हाम्रो दिल्लीको लागि बस छ रिटर्न। फर्किँदा चाहिँ हामी बसमा फर्किने भनेर हामी चाहिँ बसमा फर्किन्छौँ साथीहरू। तपाईँलाई बसको बाटो पनि देखाउने छु मैले, कस्तो छ बाटोहरू।
हेर्नुहोस् अहिले चाहिँ हामी कटरा मार्केट जानेछौँ। कटरा मार्केटमा यो चाहिँ आइसकेको छ। हामी चाहिँ यो ढाबा मनोरञ्जन ढाबा भन्ने चाहिँ कटरा एकदम फेमस ढाबा साथीहरू। यति प्याक हुन्छ, हामी लगभग आधी घन्टा वेटिङपछि बल्ल हाम्रो चाहिँ पालो आयो। यहाँ चाहिँ उहाँ चाहिँ यहाँको अनर एकदमै राम्रो हेल्पफुल मान्छे चाहिँ, उहाँले हामीलाई सपोर्ट गर्नुभयो यसरी ट्राभल गर्नु यसरी गर्नु भनेर। मेरो वाइफले त यता चाहिँ चुडीहरू हेर्दै थियो। हामी वेट गरेर चाहिँ तपाईँको बल्ल राजमा चावल, फ्राई राजमा चावल यहाँको फेमस, त्यही खाने भनेर चाहिँ मेरो वाइफ म आधी घन्टा वेटिङ गरेको। एकदमै मिठो साथीहरू। राजमा चावल चाहिँ एकदमै मिठो है। यो चाहिँ ट्राई गर्नु होला। यो चाहिँ कटरा मार्केट, यो त कटरा चोक भन्छ है साथीहरू। एकदमै तपाईँको यहाँदेखि त यहीँदेखि नै हो हामी चाहिँ के अरे यो जाने उता वैष्णोदेवी। अब चाहिँ हामी हाम्रो बसको लागि चाहिँ आइसकेका छौँ। यो चाहिँ हामी नाइटमा चाहिँ हाम्रो बसमा चाहिँ हामी तपाईँको वैष्णोदेवी देखि कटरादेखि हामी दिल्ली जानको लागि हामी आइसकेका छौँ साथीहरू। यो अटोमा चाहिँ हामी चाहिँ अब हाम्रो बस स्ट्यान्डमा यो अटोले हामीलाई लैजानेछ। र होटलबाट हामी चेकआउट गरिसकेका छौँ। यो हाम्रो होटलबाट हामी चेकआउट गरेर अब यो अटोमा चाहिँ हामी हाम्रो बसमा आइसकेका छौँ साथीहरू। यो बस हो हाम्रो दीपक राज भन्ने स्लिपर बस हो। स्लिपर बसमा यो चाहिँ एराउन्ड 12 घन्टा जति लाग्छ दिल्ली पुग्नलाई। यो तपाईँको पठानकोट हुँदै पन्जाब हुँदै ल अब हाम्रो बस हिँडिसकेको छ। यो उहाँ बस ड्राइभर दुइटै, उहाँ अङ्कल, यता भतिज, दुइटै अङ्कल भतिजले चाहिँ गाडी स्टाफ हुनुहुँदो रहेछ। तपाईँको स्लिपर बस। मेरो वाइफ चाहिँ पछाडि छ स्लिपरमा, म पनि जान्छु एकछिनमा सुत्नलाई। अहिले चाहिँ म बाटोको भिडियो गरौँ भनेर चाहिँ यता अगाडि क्याबिनमा बसेको। हेर्नुहोस् है, पाहाडको बाटो पुरै एकदमै प्रोफेसनल ड्राइभर हुनुहुँदो रहेछ, एकदमै राम्रो गाडी चलाउने। ल हेर्नु साथीहरू, कति राम्रो बाटो छ है। पाहाडको बाटो भए पनि कति राम्रो छ बाटो इन्डियाको चाहिँ, एकदमै राम्रो। दर्शन गरेर पनि हामीलाई छुट्टै एकदमै अर्कै जोस आउने रहेछ साथीहरू। तपाईँहरू पक्कै ट्राभल गर्नु होला, एकचोटि दर्शन गर्नु होला माताको मन्दिरमा, वैष्णोदेवी माताको मन्दिरमा। आफैले पनि रिसर्च गर्नु होला, एकदमै राम्रो छ। र साथीहरू हाम्रो ड्राइभर दाइले चाहिँ मलाई चिया दिनुभएको छ। आफूहरूले पनि चिया खानुभयो, लिएर आउनुभएको थियो र मलाई पनि दिनुभयो। सो मैले पनि खाएँ चिया गाडीमा। ल हेर्नुहोस् है, यो त तपाईँको अन्डरग्राउन्ड हेर्नुहोस्, कति राम्रो, कति लामो अन्डरग्राउन्ड बाटो, यति राम्रो। हेर्नुहोस् त साथीहरू, जम्मूमा यस्तो राम्रो बाटो हेर्नुहोस्, हेरौँ लाग्ने है। यस्तो छ। एउटा मात्र होइन साथीहरू, बाटो मतलब 3-4वटा छ यस्तो अन्डरग्राउन्ड बाटो। तपाईँको टनल चाहिँ हेर्नुहोस् साथीहरू, कति राम्रो हो। नेपालमा नि यस्तै भइदिएको भए है कस्तो हुन्थ्यो। अब केही हुन्छ कि साथीहरू नेपालमा पनि, यति राम्रो छ बाटो हो।
ठ्याक्कै अघि सुत्न आउँदाखेरि साथीहरू त्यहाँ एकदम सिटको विषयमा झगडा भएर के गर्नु साथीहरू, यस्तो माताको मन्दिर दर्शन गर्न आएको छ है, कस्तो रफबाट बोलेर त्यो लेडिजले पनि है सुत्नै दिएन। ठ्याक्कै ड्राइभर दाइले हाम्रो पेट्रोल पम्पमा रोकेर डिजल हाल्न थाल्नुभयो। फेरि अब अलिकति नराम्रो चाहिँ लाग्यो है, उहाँ ड्राइभर चाहिँ हाम्रो त्यस्तो अब माताको मन्दिरमा आउनुभएको छ, फर्किँदै हुनुहुन्छ दर्शन गरेर, त्यस्तो अलिकति नराम्रो शब्द चाहिँ नबोलेको भए हुन्थ्यो उहाँ दिदीले पनि। अब के भन्नु है, फेरि इन्डियाको जस्तो ठाउँ केही बोल्नु नि भएन। सो म पनि केही बोलिनँ, ढोका लगाएर बसेँ। फेरि ड्राइभर दाइले रोक्नुभयो पेट्रोल पम्पमा, अनि यता मोबाइलमा के सर्ट आउट गर्दै हुनुहुन्छ उहाँहरूको विषय। म चाहिँ अनि डिजल हाल्दै पनि, सो म चाहिँ अनि ठिकै गाडीबाट झरिदिँदै लागेन, अनि गाडीबाट झरेर यसो भिडियो बनाइदिएको। हेर्नुहोस् डिजल चाहिँ यति खाँदो रहेछ है, डिजल चाहिँ तपाईँको कतिको भर्छ है त डिजल चाहिँ। डिजल हाल्दै हुनुहुन्छ उहाँले। इन्डियामा चाहिँ एराउन्ड डिजल हालिसक्नु भएको छ। अब हामी चाहिँ यहाँ होटलमा चाहिँ खाना रोकेको छ गाडीले। होटलमा चाहिँ अब मेरो वाइफले चाहिँ खान्न भने म चाहिँ अब दुईवटा रोटी खाएर चाहिँ आउँछु भनेर अनि खाएर अब बिहान पनि भइसकेको साथीहरू। बिहान हुने बित्तिकै मैले चाहिँ म अगाडि आएर चाहिँ भिडियो बनाउन थालेँ। फेरि मेरो वाइफ त सुतिरहेछ। अब चाहिँ अगाडि ब्रेकफास्ट गर्न चाहिँ रोक्नुहुन्छ भन्नुभएको छ साथीहरूले, ड्राइभर दाइले। सो अब ब्रेकफास्ट गरेर हामी चाहिँ दिल्ली पुग्छौँ अराउन्ड 10 बजीतिर। अब चाहिँ तपाईँको यो तपाईँको यता पानीपततिर चाहिँ तपाईँको सागर ढाबा भन्ने ठाउँमा चाहिँ रोक्नुभएको छ। यहाँ हाम्रो चाहिँ यहाँ ब्रेकफास्ट गरेर हामी चाहिँ निस्किनेछौँ। यहाँबाट लगभग अराउन्ड 1.5 घन्टामा हामी चाहिँ दिल्ली पुग्नेछौँ साथीहरू। दिल्लीबाट त अब तपाईँ नेपाल आउनु त सजिलै हुन्छ, तपाईँलाई थाहै छ, मैले भनिसकेको छु सुपदरेल टुर एन्ड ट्राभल्सबाट तपाईँलाई सजिलै हुन्छ दिल्ली। र साथीहरू मेरो ब्लग चाहिँ अब यतिसम्म मात्रै। सपोर्ट गरिदिनु होला, लाइक एन्ड सब्सक्राइब प्लिज गरिदिनु होला। थ्याङ्क यू।